भनिसक्नु भएको छ। त्यो अवस्थाको दिदीबहिनीले आज यो एकदमै ऊर्जाका साथ एकदम उत्साहका साथ हजुरको यो मादल बजाइले मलाई असाध्यै गौरवान्वित गराएको थियो। यो हलबाट प्रवेश गर्दै गर्दा हाम्रो आमा दिदीबहिनीलाई असाध्यै यो ठाउँमा आइपुग्दा यो 1 महिनाको अवधिभर असाध्यै हजुरको यो जुन लगनशीलता र हाम्रो प्रशिक्षकज्यूको जुन मेहनतले आज हजुरलाई यो अवस्थामा देख्न पाउँदा म असाध्यै खुसी छु र हाम्रा प्रशिक्षकज्यूलाई पनि मैले आभार विशेष धन्यवाद पनि ज्ञापन गर्न चाहन्छु र महिला दिदीबहिनीहरूलाई पनि हजुरले जुन आफ्नो लगाव मेहनत लगनशीलता साथ आज जुन तालिम लिनुभएको छ आज यो अवस्थामा त्यसै आएको छैन ताकि यस तालिमलाई असाध्यै महत्त्वपूर्ण हिसाबमा लिएर आज यहाँसम्म आइपुग्नुभयो। यहाँहरूलाई अझै भविष्य अझै योभन्दा उत्कृष्ट हुनका लागि पनि यहाँहरूलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु र यो एउटा बेसिक लेभलको कुरा गरिरहनु भएको छ र आउने दिनहरूमा पनि हाम्रा नगर प्रमुखज्यूले धेरै कुरा भन्नुभएको छ। यहाँहरूसँग प्रतिबद्धता पनि जाहेर गर्नुभएको छ र म एउटा कार्यपालिका सदस्य र हजुरहरूको एउटा महिला जनप्रतिनिधि भएको कारणले मैले पनि यहाँहरूलाई आफ्नो ठाउँबाट पहल गर्न सक्ने मैले पक्कै पनि कति पनि कसर बाँकी राख्ने छैन भन्ने खालको मैले प्रतिबद्धता यहाँप्रति ज्ञापन गर्न चाहन्छु र हजुरहरूको यो जुन तालिम सञ्चालन हुने अवधि आयो र हाम्रो समूहलाई सहयोग गरेर मादल पनि प्रदान गरियो र हार्मोनियम एउटा मात्रै हार्मोनियम थियो हाम्रो संस्थामा। हाम्रो संस्थामा एउटा मात्रै हार्मोनियम किनेका थियौँ हामी। हार्मोनियममा 17 जना जोडिएका थियौँ। त्यो 17 जनालाई एउटा हार्मोनियम कसरी जोड्ने कसरी बजाउने भन्ने मलाई धेरै नै चिन्ता परेर